पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म त्यही राजतन्त्रले, म राजतन्त्रको पक्षधर होइन है, तर त्यही समयमा बनेका ती सबै संरचना ध्वस्त पार्दा के हेरेर बस्नुभयो तपाईँहरू? अनि युवा नेपाल बसेन भनेर तपाईँहरूले भन्नुहुन्छ? तपाईँ जानुहोस् त त्यो भिरकोटी मण्डप कारखाना, म 15 वर्ष मेरो घर थियो त्यहाँ, भिरकोटी कागज कारखाना 15 वर्ष मेरो घर त्यहाँ थियो, त्यहाँको धुलो मेरो घरमा पनि आउँथ्यो। त्यत्रो ठुलो कारखाना अहिले त्यस्तो अवस्थामा जाँदा अनि तपाईँहरू त्यहीँको लागि राजनीति गरेर अनि त्यहीँका जनतालाई भोट मागेर तँलाई समृद्धि गर्छु भन्नुहुन्छ। 3000 भन्दा बढी कर्मचारी थिए त्यो बेलामा, हरेक त्यहाँका नागरिकले रोजगारी पाथे। हेटौँडा देखि जुट कारखानादेखि बुटवलको धागो कारखाना, नेपालगञ्जको कपास कारखाना, त्यो सपना गोरखकाली, त्यो सबै एउटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, महाकाली उसमा अलि छोएको थिएन, त्यो सबै मेटेर आज फेरि तपाईँहरू हामीसँग भोट मागेर परिवर्तन भनेर आउनुहुन्छ। हामीलाई पाल, तिमीहरूको दायित्व हो पाल्ने, तिमीहरूका अभिभावक हौ, सन्तान भएर पालिदेऊ भन्नुहोस्, हामी पाल्छौँ क्या, नेता भएर नआउनुहोस्, लाज हुन्छ तपाईँहरूलाई। धन्यवाद।